सदाका जस्तै म आज फेरि शुभ बिहानी सँगसँगै उपस्थित भइसकेको छु। सम्पूर्ण दर्शकबिन एउटा यस्तो ठाउँमा छु कि म हेर्नुहोस् न यो ठाउँमा जाडो हुन्छ न गर्मी हुन्छ, सदाबार एउटै मौसम रहिरहने त्यो ठाउँको नाम कुनै दिन म अर्को भिडियोमा भन्ने छु। हेर्नुहोस् उतातिर हेर्नुहोस्, चारैतिर हरियाली जङ्गल हो, पहाड लगभग यहाँबाट तपाईँको 1 किलोमिटरमा पहाड छ हो। यो पहाडको जिल्ला कुन जिल्ला भन्नुहुन्छ भने फेरि कुनै दिन अर्को भिडियोमा राख्नेछु। र सँगसँगै हेर्नुहोस् ऊ त्यहाँ एउटा नाइट बस आइपुगिसकेको छ काठमाडौँदेखिको हो। हुन चाहिँ यो पूर्वकै ठाउँ हो, कुनै एक ठाउँ हो, तपाईँहरूलाई म कुनै दिन पक्कै भन्ने छु। तपाईँहरूलाई शुभ बिहानी सँगसँगै मैले विभिन्न भिडियोका क्लिपहरू यसरी नै दर्शकबिनहरू सधैँ पुर्याइरहेको छु। हेर्नुहोस् तपाईँहरूलाई मैले जुम गरेर पनि देखाइरहेको छु है। हेर्नुहोस् यति राम्रो पहाड छ कि ल हेर्नुहोस्, ओ माथि घाँस काट्ने मान्छेहरू पनि उहाँ भिरमा हेर्नुहोस्, घाँस काट्ने हो कि खर काट्ने हुनुहुन्छ। हेर्नुहोस् जङ्गल त्यति राम्रो छ, पहाडका ठुल्ठुला चुट्टी हेर्नुहोस्। यो चुट्टीबाट तराईमा डाँडामा बसेर तराई हेर्न यति रमाइलो हुन्छ कि हेर्नुहोस्। अहिले खुल्ला रोड छ, बिहान मधुरो घाम सँगसँगै म ले तपाईँहरू समक्ष यो घामसँग जाडोको समयमा यसो माथितिर डिलमाथि चढेर एउटा रमाइलो दृश्य तपाईँहरू समक्ष कसरी पुर्याउँ भन्दै थिएँ होइन। ल हेर्नुहोस् यो ठाउँ यस्तो छ कि अब यो पहाड सँगसँगै रहेको तपाईँको यो उत्तरी ठाउँ, उत्तरी दिशा, हाइवेको उत्तरी दिशा तपाईँको। अब यसै गरी हाइवेको दक्षिणतर्फ के छन् त भनेर म फेरि तपाईँलाई देखाउन चाहँदैछु। हेर्दै जानुहोस् मेरा मित्रहरू, किनकि मैले हिजो अपलोड भिडियो गर्न खोजेको थिएँ तर समयको अनुकूलसँगै। ल हेर्नुहोस् दक्षिणतर्फ फेरि यस्तो राम्रो शानदारहरू छ कि रमाइलो। ल हेर्नुहोस्, हेर्नुहोस् देख्नुभयो, यो एउटा कुनै एक सहर हो नेपालकै। बिहानी पोखरा सँगसँगै तपाईँहरूलाई दृश्य मैले परेवाको पनि देखाउँदैछु। हेर्नुहोस् उहाँ छतभरि परेवा उडिरहेका छन् हो, घाम हेर्नुहोस् झुल्किरहेका छन्, हेर्नुभयो घाम। यस्तै छायाङ्कन दृश्यहरू मेरो भिडियोमा लाइक कमेन्ट र सब्सक्राइब सबैले गर्दै हेर्दै हुनुहुन्छ होला होइन। विशेष तपाईँहरूलाई मैले अब यो नेपालमा पनि 1-2 वर्ष 2-4 वर्षपछि थाइल्यान्ड बराबरका हाइवे रोडहरू बन्दैछन्। हेर्नु एसिया हाइवे, यो तपाईँको विश्व रिङ रोड हो, यो नेपालमा आइपुगेको छ। यो रिङ रोड अहिले तत्काल लगभग यो तपाईँको 90 किलोमिटर लगभग यसको खनजोत अब ढलाइ मात्रै गर्ने काम छ। साइडका नालीहरू पनि सम्पन्न भइसकेको दृश्य म तपाईँलाई देखाउँदैछु। हेर्नुहोस् यो मेरै मोबाइलमा कैद भएको भिडियो छ। सम्पूर्ण दर्शकबिन्दुहरू जहाँ जहाँ बसेर हेरिनु भएको छ पक्कै पनि मेरो युट्युब च्यानलमा गएर होइन लाइक कमेन्ट र सेयर चाहिँ गर्न नभुल्नुहोस्, सब्सक्राइब पनि गर्नुहोस्, सेयर तपाईँको सबैजनालाई गर्नुहोस् है। हेर्नुहोस् तपाईँहरूलाई यो पहाड यति राम्रो छ कि हेर्नुहोस्, यो पहाडको छेउछेउमा रहेको मधेसबाट मैले फोटो खिचिरहेको छु तराईबाट। ल हेर्नुहोस् यो तपाईँको पूर्वको पशुपति नगर छेउ तल दोभान बाहुनडाँगीदेखि लिएर तपाईँको पर्साको ठोरीसम्मको भेग यही रफ्तारमा छ। यो डाँडाकाँडाको यस्तै रफ्तार हो। तपाईँ यहाँबाट चाहिँ चाहे चाहिँ सप्तकोशी तरेर जानुहोस्, बागमती तरेर जानुहोस्, निजगढ कटेर जानुहोस्, यस्तै दृश्य हो जहीँ पनि। यो उत्तरी पहाडको फेदीमा रहेका तराईका विभिन्न भागहरू मैले दक्षिणी भेगको अघि देखाइसकेँ। ल सबैले लाइक कमेन्ट र सेयर चाहिँ पक्कै गर्न नभुल्नु होला दर्शकबिन। मेरो टिकटक के अरे मेरो युट्युबमा गएर सम्पूर्ण दर्शकबिनहरूले सारा संसार देशभरि फिराइदिनु होला। युट्युबमा सर्च गर्नुहोस् हेमराज कार्की भ्लग, हेमराज कार्की भ्लग भनेर सबैले सर्च गरेर सबैले फिराइदिनुहोस्। एउटा नाइट बस पनि आइसकेको छ। यस्ता नाइट पूर्वबाट तपाईँको काठमाडौँ बिहानदेखिको ताँत आउने क्रम जारी छ होइन। यो ल हेर्नुहोस् दर्शकबिनहरू, जेब्रा क्रसिङबाट कट्न छोडेर नेपालका जनताहरू हेर्नुहोस् न, जहाँ पाए उबाट रोड क्रस गर्दै हुन्छ। उहाँ एकजना बहिनी हेर्नुहोस्। अब यो कानुनले नमानेको हो कि अब हुन त अब यहाँ अब कानुनै छैन अहिले देशमा।
अब ट्राफिक थियो, ट्राफिक पनि सबै अब यो जेएनजी आन्दोलनले कता कता पुगे, पुलिस कता कता पुगे, सबै आफ्नै जनताको राज्य छ। एक दिन बङ्गलादेशमा नि यस्तै भएको थियो, त्यस्तै भएको छ नेपालमा पनि। ल दर्शकबिन सबैले लाइक, कमेन्ट र सब्सक्राइब पक्कै गर्नुहोस्। दर्शकबिन नमस्कार।